हेलो नमस्ते गुड इभिनिङ सबैजनालाई। अनि अहिले चाहिँ म भिडियो धनकुटाको नाम्चीबाट सुरु गर्दैछु। अनि आज चाहिँ हामी नाम्ची होमस्टेतिर बस्नलाई आएका छौँ। आजलाई दिन बितिसक्यो, रातमा यसो रमाइलो गर्न तराईको गर्मी छल्नुलाई भनौँ है। अनि चट्टा हामी 5 जना आएको छौँ गाडीमा। यो चाहिँ नाम्ची हो, यहाँ वरिपरि यस्तो छ। यहाँ चाहिँ वेदरहरू टक्क लाएर अगाडि 2 जना दाइहरू, अनि त्यहाँभन्दा अगाडि 2 जना दाइहरू गइसक्नुभयो। अनि म मात्रै हो सानो जेन्जी उमेरको चाहिँ। अनि चट्ट लाएर हाम्रो यहाँ नाम्चीमा गाउँ यस्तो छ। हामी खोज्दैछौँ होमस्टेहरू छ, यहाँ बस्ने ठाउँहरू। तलतिर चाहिँ टिपिकल गाउँ घर है। अनि यहाँ यस्तो छ है, ट्याक्क गाउँवाला भाइब्स दिने। अझ यो पक्की घरहरू अलिकति नदिने, नत्र जुन यो तल चाहिँ यिनीहरूबाट चाहिँ ठ्याक्कै गाउँवाला भाइब्स आउने खालको छ। हाम्रो यता पूर्वाञ्चलको तपाईँको होमस्टे नै यहीँबाट स्टार्ट भएको होला सायद। नेपालकै पो हुनसक्छ है। ल यो चाहिँ कन्फर्म हो भाइ। टेबल भनेको त्यहाँ दिपकलाई म भनिदिन्छु, निकाल्नु नि त एउटा देख्दा छ। त्यही मकैहरू छाट्ने बेला भइसक्यो रहेछ डाइनिङ हल पनि दामी छ त है। मकै सकै छाटेर सबै गोठहरू टक्क यता त तोङ्बाको भाँडा पनि देखिसकेँ मैले है। व्यवस्था खानु बस्नुको जोरले आज मिलेर बस्नु यस्तो पनि व्यवस्था रहेछ है। हेलो, आजको तरकारी दादा, आजको तरकारी कत्रो दुःखमा आएको के त थप्नु भएछ। यो कति 1400 यो कन्फर्म भयो त। जलाबिसाउ हजुर, ए भइहाल्यो। यति भए पुग्यो तपाईँको। हामी 5 जना छौँ, एउटा यही रुमले पुग्छ होइन? ठिक्क पुग्छ। ए पुग्ने रहेछ। ल म चाहिँ यहाँ घरतिर मकैबारीमा ट्याक्क आएको थिएँ होइन। यहाँ यस्तो हेर्नलाई। अनि यहाँ यस्तो छ पारी सरलक्क यहाँ यो मकैहरू। अब यहाँ गोड्ने बेला भइसक्यो कि गोडिसक्यो होइन। मलाई त्यो चाहिँ आइडिया भएन, मलाई त्यस्तो कुरा आउँदैन। चट्ट लाएर भन्नु पर्दामा यहाँ चाहिँ आज हामी बस्ने। यहाँ छ यो के हो, किम्बोको बोर्डहरू जस्तो छ कि होइन रहेछ। अनि ओहो मकै भटमास बनाइदिनुहोस् पर्यो। सुरु यो कति छ भने नि 1.5 केजी अलिक 1.5 केजी 1.5 केजी भन्दा अलिकति बेसी के हो 2 केजी भाले। अब हाम्रो होम चाहिँ यो स्टेज यो हेर न गिम्बल यस्तो तलमाथि गर्नु। नाइस नाइस, छोडिदिनु। ओइ उता जा, यहाँ अलि चसा फुटाउँछ यसले।
यसै ला यस्तो सुलुलुलु गरेर आएर थिएँ अहिले सुलुलुलु क्वाक क्वाक ल है मकै बिहानको हुनु भने बेलुकाको सुरु यसरी हुँदैछ मकै त्यसपछि हाम्रो यहाँ छ त्यहाँ के गर्नु आएको छ माया लाग्छ के गर्नु मिठो त मिठो हुन्छ यहाँ मकै हान्नु लाग्यो मकै हान्छ यसले ल याखे दाइको स्वरमा शिव दाइको सङ्गीत अनि हामी तिनजना दर्शक कमल खायो मकै घरमा आपाले पुले मुस्कानमा सम्झिदेऊ सुम्पिदेऊ यो जोवन हामीलाई सम्झिदेऊ सुम्पिदेऊ यो जोवन हामीलाई मेरा यी रातहरू यादमा बितिरहेछ मेरा यी रातहरू यादमा बितिरहेछ भावनामा हाम्रो प्रेमलाई राखे है भावनामा हाम्रो प्रेमलाई सजाइ राखे तातो गरिदिनुहोस् न यो जीवन भरि आउला बदल भई यो रमाइलो गाउँमा यो रमाइलो गाउँमा अरू फुलै टिपिराखे है लेकैमा बोरी बैसैमा फुले मायाको मुस्कानमा सम्झिदेऊ सुम्पिदेऊ यो जोवन हामीलाई सम्झिदेऊ सुम्पिदेऊ यो जोवन हामीलाई क्ल्याप गाडीमा थोप्दै जाने मिलिहाल्छ नि हृदय चोके तिमी मलाई नै
सम्झेर सम्झेर हो क्यापो नो क्यापो अरे यसमा नो क्यापो भनेछ नि सधैँ आइरहन्छ तिम्रो यादहरू यो मन त्यसै गुनगुनाउँछ अतीतका दिनहरू कति छोडे कति बहे पर्खिरहे फर्के तिमी आएनौ वेदनामा गीत कोरे फर्के तिमी आएनौ वेदनामा गीत कोरे सुनिदेऊ यो गीत मेरो अमर रहोस् यो गीत हाम्रो हेर्दा हेर्दै बारी छिटिसमा आँसु खस्छ थाहा नपाई सपने भए फर्काइ ल्याउँथे म मेरी माया तिम्रो हात समाई कति थर्थे पर्खिरहे फर्की तिमी आएनौ वेदनामा जित कोरे फर्की तिमी आएनौ वेदनामा गीत कोरे सुनिदेऊ यो गीत मेरो अमर रहोस् यो गीत हाम्रो जुनी जुनी तिमीसँगै जुने सपना मेरो तिमीलाई नै पाउने जुनी जुनी तिमीसँगै जुने सपना मेरो तिमीलाई नै पाउने दामी छ है चिसो त ए माथिको टेबलमा बस्ने हावाले मैले धेरै चिसो भन्नु यहाँ केही मिठो बात गरेर गीत गाउने तपाईँ होइन तपाईँ आउनुहोस् न हामी थप्छौँ के छ मिठो रात त्यसरी ढल्किँदैछ यही मिठो बात गर्न रात त्यसै ढल्किँदैछ भदै फेरि एकान्तमा राति त्यसै ढल्किँदैछ Roma
सँगै सँगै बिताएको सम्झनाको कुरा गर सम्झनाको कुरा गर दुःख छोडा दुःख होइन लगानी छँदैछ मरे फेरि एकान्तमा मरे फेरि एकान्तमा रुनु त छँदैछ केही मिठो बात गर्न रात त्यसै ढल्किँदैछ तिमीलाई भन म के गरौँ तिमी बिना तिमीलाई भन म के गरौँ तिमी बिना तिमी भेटाउन तिमी नजिकाउन गाडी पार्क गरेर कति टाढो छ अलिकति हो कुन भयो लाइटनिङ इसी भन्नु त लाइटनिङ देखाउनुहोस् त हुन्छ जुन ए मेरो दुइटै छ मादल चाहिँ छैन ल छैन मादल घरमा चाहिँ यहाँ चाहिँ हाम्रो माल बन्दैछ है टक्क लाएर लगभग 3 केजीको यहाँ चाहिँ छ सिउर त केउदी ठुलो सिउर चाहिँ लत्तिलो छ है सिउर लत्तिलो छ टक्क लाएर भन्नुपर्दामा यहाँ अनि यस्तो छ यहाँ फुलहरू पनि राम्रो रहेछ अब भोलि बिहान चाहिँ म राम्ररी देखाउँछु अब यहाँ किचनमा त नदेखाउँ होला ठिकै छ अब यहाँ हाम्रो यतापट्टि लैजाऊ कि कान्छीलाई नौ डाँडा पारीमा लैजाऊ कि कान्छीलाई नौ डाँडा पारीमा ढुङ्गे साउको मेलामा भेट भएको बेलामा ढुङ्गे साउको मेलामा भेट भएको बेलामा कान्छीलाई अङ्गालो हानी चुमिदेऊ कि गालामा कान्छीलाई अङ्गालो हाली चुमिदेऊ कि गालामा यो अहिलेको ठुलो सिउरको भाले चाहिँ यही हो आधी सकिसक्यो फोटो भिडियो खिचेको छौ नि सिउर त कहिले खिचेको छु मैले त्यही कडा छ नि सिउर त यता होम स्टे स्टे चाहिँ राम्रो छ हाम्रो सिट हाल्नु पऱ्यो तपाईँ त सिक्किमतिर गोरुको मासु यसरी नै पकाउँदो थियो त्यो होइन ओ अर्को छैन अर्को भन्दा अहिले यहाँ बोलेको छैन हामी गोरादेखि ल्याएको छैन यहाँको सुक्खा सुक्खा के अरे छैन सलाद बिना ठिक छ हुन्छ ठिक छ पवन दाई यता हेर्नुहोस् त खाने बेलामा नबोल्दा भाइहरू
हात र मुख मात्रै चला हो थ्याङ्क यू के छ क्वेसन स्टे मरिसक्यो उहाँ छ नि त के अरे झापाकै सिले हुन्थ्यो थाहा छ नि डरलाग्दो स्पिकर बज्छ है नो डिस्टर्ब मेरो ठुलो डान्स कम्पिटिसन हुन्छ होइन प्रायः जस्तो हामी होमस्टे बस्दाखेरि यहाँ पनि हामी अध्यक्षकोमै बस्थ्यौँ यहाँ अनिल अङ्कलकोमा त्यो माथि गुन्जामान मगर त्यहाँ पनि मगरले नै सुरु गरेको त्यो पनि अध्यक्षकोमै बसेको हामी राति 1 बजीसम्म तास खेल्थ्यौँ यता नि हामी अब त उयोसँग उनीहरूको अन्डरमा उयो गरे जस्तो भयो पाहुना आए जस्तो पाहुना जस्तो भयो मेन कुरा मलाई चाहिँ फेरि यस्तो बस्दैन कि हो मलाई पनि झ्याउ लाग्यो झ्याउ लाग्छ किनभने यो होमस्टे भनेको रमाइलो गर्न आएको हुन्छ गीत गाएको होइन यो स्विच एजको होइन मैले अलिक बता त म्युजिक बिना बता दे होइन नि एउटा गीत छ नि त्यो प्रियसी भन्ने क्या क्रेजी 55 को ए त्यो त क्रेजी 55 सुनेको क्रेजी 55 हेटौँडाको केटाहरूको गीतहरू सुतेको मान्छेलाई बजाउनु दिनु न अल्छी लाग्यो भने बोरिङ भइसक्यो थाहा भइसक्यो मलाई पनि त्यस्तै भइसक्यो त्यो गीत त गाएन है सुख दुःख दुवै हुन्छ सबै चक्रमा घडीको आफैलाई मजा लाग्यो यो मैले भाइ हङ्गबाट लिएर आएको बिहामा आएको कि गुड मर्निङ आज यस्तो छ वेदर यताको पानी परेर चाहिँ बिजोग भयो यहाँ ऊ थर्मसमा ल्याएर यहीँ टेबलमा खानुपर्छ ल यस्तो रमाइलो छ भन्नु त हुन्थ्यो तर छैन फिलहाल ल हामीले चाहिँ अब पानीले झ्यापझुप खाने पनि गन्तव्यतिर लाग्नु पर्यो त यस्तो अगाडि आउँदैछौँ सबैजना पानी चाहिँ डरै परिरहेको छ यहाँ
विश्वकर्मा बाबा की जय शिव दादा की जय ए अर्को देश फोटो चाहिँ मुखै बासी भइरहेछ। ल हामी चाहिँ यहाँको 1-1.5 घन्टा भइसक्यो अनि हामी आउँदा चाहिँ हाम्रो गाडी र यो दुईवटा ट्रक मात्र थियो। अहिले चाहिँ त्यहाँ यो बस अगाडि नै अर्को बस यो गाडी भयो अनि यहाँ अरू के आइसक्यो बाइकहरू अटोहरू ठुलो अरू गाडी फर्किएर सब भइसक्यो। यस्तो छ अवस्था हामी परेको छ ठिकै छ। हामी बसिरहेको छौँ यहाँ थुप्रोजना हुनुहुन्थ्यो कि अहिले गाडीमा फर्किसक्नु भयो यता गाडीमा बस्नुलाई। ल है हामी त पानी परेर रोकिएको के भयो यस्तो छ यहाँ हाम्रो नाम्रेमा चाहिँ अहिलेको अवस्था गाह्रो छ। दाउराहरू त यस्तरी सुरक्षित राख्नु भएको रहेछ है यहाँ सबै यता एकदम तल नै छ यस्तो छ अवस्था अहिले। हाम्रो धनकुटा राम्रो धनकुटा बाख्राको काट्न आएको के हो त रहेछ त्यो बाख्रा काट्न रहेछ यहाँ यस्तो छ अवस्था। बिहानदेखि हामी चाहिँ यहाँ बसेसम्म यस्तो ल्यान्डस्लाइड भएर खास चाहिँ अनि यो युपीको गाडी यहाँ के गर्दैछ अनि यता चाहिँ यस्तो छ भने यहाँ ल्यान्डस्लाइड भएर बाटो चाहिँ खत्तमै भएको छ। यो बल्ल पानी रोक्यो। वेदर त चिल छ तर वेदर चिल भएर भएन हामीलाई त घर जानु छ। मसिनहरू त छ तर अपरेट गरेको छैन। एउटा बाइक चाहिँ आएर अड्किरहेको रहेछ। बाटो खोलिएला त बाटो अब ल क्लियर छ यता चाहिँ भ्यू हस्ता दामी हाम्रो धनकुटा जाने बाटो। यता त पानी हो बगेर त बाटो त खत्तम भयो। बस त आउँदै फर्कायो त के गरेको। कन्स्ट्रक्सन इन प्रोग्रेस। यस्तो रहेछ अवस्था। ल्यान्डस्लाइड हुन्छ यहाँ चाहिँ कहिले पनि रोक्नु नै सकेन। यो पहाडै त्यस्तो छ भन्थ्यो यताको लोकलहरूले। फर्क्यौँ होला अब यहाँ कन्स्ट्रक्सन गर्छ कि
छ बाटो खोल्यो भने चाहिँ अनि अगाडि बढ्नुपर्छ। अहिलेसम्म मेसिन पनि चलाएको छैन। अघि खासै थिएन गाडी, अहिले त माथिसम्म लाइन रहेछ त बस त। गाह्रो भयो त। 1 2 3टा बस, 2टा ट्रक, 2टा सानो गाडी, हाम्रो स्कुटर बाइक तल आमा थुप्रोजना अल्झिरहेको छ यहाँ। हामी धेरै छौँ, धेरै। ठिक छ। अब हामी चाहिँ बल्ल खोलेपछि लाग्नुपर्छ, नत्र भने हाम्रो काम छैन। जानु चाहिँ गयो, अगाडि बढ्यो साथी। अवस्था हालत यस्तो छ यहाँ, गाह्रो छ। ल अब चाहिँ हाम्रो यहाँ बाटोमा पहिरो गएकोले हामी छेकेर यो आत्मघर जाने बाटोबाट उँधोतिर लाग्दैछ। हामीले कार पर पार्किङ गरेर छौँ। अनि यहाँ चाहिँ हाम्रो बेहुला साह्रो दुःख पाउनुभएको छ। सबैजनालाई दुःख पाइयो, सबैजनाले तँलाई होइन। अनि हाम्रो बेहुला भाइ बहिनी उहाँको दाम्पत्य जीवन चाहिँ सुखै रहोस्। झन्डै बमजन 3 किलोमिटर तल पुग्यो चिप्लेर। उकालोबाट हामी यहाँ आइसक्यौँ सबैजना। म यहाँ पहिरो गएर यहाँ उल्टो भएर म उसमा आउँदैछु मिनी भ्यानमा। यहाँ नाम्ची गएको थिएँ क्या हिजो राति। अहिले यसरी हेर्दा माथि देखेँ। ल हाम्रो चाहिँ यहाँ अब मोमो मगाएको छौँ। यो चिसो खानेलाई एकखेताले सर्भ गर्दै हुन्छ 5 जनालाई रेडी। चिसो कोकसँग कम्बिनेसन एकदम बवाल।